पनि म फेरि हाम्रो बोल्न जाने हो क्या जिङ बजाल हल फर्की उठे जाने हो क्या टेम्ला र हटार छ क्या के गर्दा जाने कपडा मेरो मिनी घरमा होइन मजाले देख्न सक्नुहुन्छ गाउँघरको यस्तै हो चलन है कम आइज पैसा साबुन र रिचार्ज ल यस्तो त्यो चुरोट रहेछन् फेरि ठिकै छ जाऊ तिमी टुप्पोले गर्छ म अब भारी गराउ पहिला डेलोर जानुपर्छ कि हो एउटा र हिँड्नुहोस् जानु एक किलो त पनि भयो ल म सरारी जान्छु सरारी त्यस्तै हो होइन अब त्यो अहिले म उठ्नु जेम्बो तालतिर भेट्छु तिमीहरूलाई ल जाऊ जाऊ होइन चल्नै हो क्या हिँड्नु अब बाटोहरू यस्तै हो गाइज है अब गाउँघरको बाटो अब यस्तै हो खाचाक चुक गरेर हिँड्नुपर्छ होइन ओहो ओ नो हामी पनि राइडरै हो कि है गाउँघरको चाहिँ ट्याक्क राइडरै जस्तो भन्नु यस्तो बाटोहरूमा पनि अब हिँड्नुपर्छ अब के गर्ने गाइज है अब गाउँघरको चलनमा हिँड्नै पर्यो है अब घरमा ल्याउनु नजाने रिसाइहाल्छ नि हेर्नुहोस् गराएको होइन यस्तै हो जान्छौ ल अब एकजना साथी थियो ऊ पनि अब यता बाटो जाने रे यो बाटो जाने रे होइन ल जाऊ है अब ऊ साथी गइसक्यो अब फेरि अब यहाँ तनाव भइसक्यो अब फेरि अब आहा चिसो हे चिसो चिसो महिना बाटो गाह्रो छ यार गाई हेर्नु त कस्तो छ बाटो यस्तो बाटोमा अब लाभ हुन्छ भने यस्तो जङ्गलको बाटो हिँड्नुपर्छ गाइस गाउँघरमा है के गर्ने अब गाउँको फेरि यही हो मजा ला 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 नो यस्तो बाटो छ गाइस है के गर्नु हार खानु भएन अब गर्नै पर्यो है यस्तैमा पनि माटोमै जङ्गलमै हिँड्ने पनि पर्यो हेर्नुहोस् है गाइस म पुग्नु पर्ने चाहिँ कहाँनिर हो भनेपछि होइन सर र त्यो बाटो हुँदै जाने होइन सर र जानुपर्ने चाहिँ यो घरमा हेर्नुहोस् के गर्ने गाउँहरू भएर यस्तै हो है अब टाढा टाढा अब त्यहाँनिर म चाहिँ यहाँनिर पुग्ने हो यहाँनिर यस्तो छ है अब टक्क अब यहाँनिर पुगिसकेपछि है त्यहाँको अब ऊ पनि हेर्नुपर्छ होइन
एक चरण हर्न पनि हान्नुपर्छ होला। बाफरे बाफ कति चिसो हो भने ए चिसो चिसो यस्तै हो गाउँघरको बाटो यस्तै हो गाउँघरको बाटो गाउँको मान्छे सबैजना छन् लाटो होइन गाइस यही त हो नि। अब केटाकेट पनि आउँदैछन् स्कुल पढ्न यस्तो अब के गर्ने बिचरा अलिकति अब गाह्रै छ बच्चाहरूलाई पनि है। यस्तो छन् अब केटाकेटहरू। ओइ बाबा खै मोटे बाजे माथि जाने हो कहाँ स्कुल लिने हौ ल हाई गर हाई ल है गाउँघरको रमाइलो यस्तै छ। रेडी गरेर बस है म माथि चेक गर्नु अब देखिहाल्नुभयो गाइस है यस्तै हो गाउँघरमा। अब छिटो आऊ भन्छन् सबैले अब घर घरमै बोलाउँछन्। अब घर घरमै जानु पर्यो है। अब घरमा नगएपछि अब गाह्रो भइहाल्छ हो कि होइन ल भन्नु त गाइस घर घरमै जानु पर्यो। अब मान्छेहरूले अब टाइम टेबल भन्छन् के भन्छन् सबैले अलि अब सेवा सुविधा गर्ने यस्तो बाटो हेर्नु त बाटो कस्तो छ गाइस। ओ माई गड ओ नो यहाँ फोर व्हिल हाल्नुपर्छ फेरि यसरी गाडीमा चाहिँ टक्क है। तपाईँहरूले मेरो मिनी भ्लग हेर्नुभयो भने होइन तपाईँहरूले मेरो मिनी भ्लग हेर्दा हेर्दा तपाईँहरूले गाडी पनि अब सिक्न सक्नुहुनेछ होइन। तपाईँहरूलाई म सबै कुराहरू देखाइदिन्छु गाडीमा चाहिँ है। तर मेरो चाहिँ सबैजनाले मलाई चाहिँ माया गर्नु पर्यो फेरि है। माया तपाईँहरूले नगर्ने चाहिँ मैले मात्र माया गरेर भएन है। सबैले माया गर्नु पर्यो। यस्तो छ बाटो माई गड ओहो अब ब्याक गरेर यस्तो गर्नुपर्छ यसरी अब गाउँघरमा यस्तै हो होइन। हट गाह्रो छ माई गड भन्नु बाटो यस्तो हेर्नु अब टर्निङ यता छ। अब यता सजाउनु परिरहेको छ गाडी है। अब यस्तै हो अब फेरि यसरी ब्याक गर्नु पर्यो। कति गाह्रो छ हो कि ल भन्नु त गाइस गाउँघरमा गाडी चलाउनु है। गाह्रो छ अप्ठ्यारो गाइस है। अब नो
आई टेक यू। अब अघि मैले भनेको ठाउँमा चाहिँ लगभग म आइसकेको छु गाइस है। बाटो फेरि एकदम अप्ठ्यारो छ कि है। ओहो यस्तो बाटोमा अब यस्तो रिस्क लिएर आउने हो। अब कहिलेकाहीँ मात्रै आउने बाटो हो यो चाहिँ है। यस्तो छ कि भाइ यसरी बल्ल एउटा टर्निङ मात्र गरिदिएको यो बाटोमा यस्तो अब टर्निङ पनि 2 फेरा 3 फेरा होइन ब्याक गर्नुपर्छ अघि बसिरहनुपर्छ। अब तपाईँहरूले पनि अब कसैले अब यस्तो गाउँघरमा गाडी चलाउनुहुन्छ भने चाहिँ अलिकति केयरफुल भएर चलाउनु होला, किनभने गाउँघरको बाटो एकदमै अप्ठ्यारो हुन्छ होइन। गाउँघरको बाटो चाहिँ अब भनेको भन्दा सोचेको भन्दा एकदमै फरक हुन्छ। त्यो भएर चाहिँ अलिक होसियार हुनुपर्छ है। यो अब तपाईँहरूले देखिहाल्नुभयो अब यस्तो त्यस्तै पर्ने अनि लिक पनि छैन क्या है। हाम्रो अब गाउँघरको बाटो यस्तै हो। त्यसैले गाइस सबैजना है क्लियर भएर है सबैजना गाउँघरको बाटो हो मिलाएर सबैजना हामी ड्राइभर साथीलाई पनि भनेको है। अन्यथा अब अरूलाई पनि भनेको मैले होइन। म चाहिँ टक्क फर्काउनु आइसक्यो, यहाँबाट फर्काउनु पर्छ है। फर्काउनु पर्छ गाइस। सब भिडियो चाहिँ अब अलि बनाउनु पर्ने त हो है। तर मैले चाहिँ एकचोटि यो भिडियो चाहिँ कसरी बनाउने भनेपछि होइन यसको लागि पनि के जोगाड गर्नुपर्ने भयो। जोगाडमा अब के छ त भन्दा बेला जुगाड छैन अब गाइस यही हो। ल तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ होइन। तपाईँहरूले देखिहाल्नुभयो है। अब गाउँघरमा गाडी अब चलाउनु त्यति सजिलो छैन। अब सानो बाटोमा अब यसरी फर्काउनु पर्छ गाइस होइन। तपाईँहरू पनि अब यसो चलाउने हुनुहुन्छ भने अलि आफ्नो बाटोको अवस्था र आफूले पनि एकदम केयर गरेर चलाउनु होला। गाउँघरमा अब चलाउने मेरो ड्राइभर साथीहरूले चाहिँ है अब यही हो।